Hello everyone, this is me Samrat KC, a second year MBBS student at Kathmandu Medical College, and welcome to our channel KC Vlogs. So अब चाहिँ यो दिस भिडियो इज स्पेसली फर हाम्रो चाहिँ बाह्रको भाइ बहिनीहरूको लागि जसको चाहिँ बोर्ड इक्जाम आउन लागिरहेको छ। सो अब बोर्ड इक्जाम आउन कति नै होला र 15-16 दिन छ अनि वैशाख 14 गतेदेखि चाहिँ बोर्ड इक्जाम छ तिमीहरूको। सो फ्यु अफ यु आर आस्किङ कि दाइ मैले अहिलेसम्म केही पनि पढेको छैन, केमिस्ट्री फिजिक्स के गर्ने होला दाइ। सो आई थट आई सुड मेक भिडियो अन दिस। अनि तिमीहरूको अर्को क्वेरिजहरू चाहिँ दाइ मैले चाहिँ अहिले चाहिँ यो टाइममा कसरी चाहिँ लाइक पढौँ कि पछि चाहिँ मलाई चाहिँ मेडिकलको लागि हेल्प होस्, मेडिकल प्रिपेरेसनको लागि, इन्ट्रान्स प्रिपेरेसनको लागि। सो अहिले चाहिँ के गर भन्दाखेरि अब धेरै टाइम बाँकी छैन, 15-16 दिन बाँकी छ। सो यो मेडिकलको चाहिँ पछि त्यसलाई चाहिँ अलि एकछिनको लागि चाहिँ रोक एन्ड जस्ट फोकस अन योर बोर्ड इक्जाम के, किनकि सेम कुरा नै हाम्रो चाहिँ मेडिकल इन्ट्रान्समा चाहिँ सोधिने हो। जहिले तिम्रो अलि रियाक्सनहरू, न्युमेरिकलहरू, फर्मुलाहरू जुन सोधिन्छ नि त्यही नै गएर पछि इन्ट्रान्समा चाहिँ सोधिने हो, बेसिक कन्सेप्टहरू चाहिँ सोधिने हो। सो इट्स बेटर इफ यु फोकस अन अहिले चाहिँ आफ्नो बोर्ड्समा है। सो अहिले चाहिँ तिमीलाई चाहिँ सबभन्दा गाह्रो लाग्ने फिजिक्स, केमिस्ट्री र म्याथमेटिक्स, अझ त्यहाँ पनि मैले चाहिँ 2-4जनाको चाहिँ सुनेर कि केमिस्ट्री, फिजिक्स र केमिस्ट्रीको के फिजिक्स र म्याथमेटिक्सको चाहिँ हाम्रो फर्मुलादेखि चाहिँ लेखेर भए पनि अलिअलि गर्छन्, केमिस्ट्रीको त के गर्ने दाइ अत्तो नै पत्तो भएन। सो त्यही भएर चाहिँ मैले आज चाहिँ केमिस्ट्रीको बारेमा चाहिँ भन्नको लागि यो भिडियो बनाउनु गएको छु। सो लेट्स स्टार्ट है। आज केमिस्ट्री कहाँदेखि पढ्ने, के पढ्ने, कति पढ्ने भन्ने कुरा है। सो हाम्रो चाहिँ केमिस्ट्रीको कुरा गर्ने बेला हाम्रो चाहिँ केमिस्ट्रीको चाहिँ कसरी डिभाइड छ भन्दाखेरि हाम्रो चाहिँ केमिस्ट्री, फिजिकल केमिस्ट्री, अर्ग्यानिक केमिस्ट्री र इनअर्ग्यानिक केमिस्ट्री गरेर 3टा पोर्सनमा चाहिँ डिभाइड भएको छ। फिजिकल केमिस्ट्रीको चाहिँ 22 मार्क्स, अर्ग्यानिकको चाहिँ 33 मार्क्स र इनअर्ग्यानिकको चाहिँ 12 मार्क्स गरेर चाहिँ हाम्रो चाहिँ 3टा पोर्सनमा चाहिँ डिभाइडेड छ केमिस्ट्री। सो अनि हाम्रो चाहिँ स्मल पार्ट चाहिँ के छ भन्दाखेरि एप्लाइड केमिस्ट्रीलाई चाहिँ छ, जुन चाहिँ गयो 8 मार्क्स चाहिँ। अनि यो 8 मार्क्स ल्याउन एकदमै सजिलो छ र धेरैजनाले चाहिँ यो पार्टलाई चाहिँ नेग्लेक्ट गरिदिएको हुन्छन्। जस्ट 8 मार्क्स छ, त्यही 8 मार्क्स मात्रै हो, के फरक पर्छ र। सो यसलाई चाहिँ अलिकति ध्यान देऊ, थोरै त्यस्तो साह्रो धेरै अप्ठ्यारो पनि छैन, सिम्पल कुराहरू छ। एक दुईचोटि पढ्यो भने चाहिँ याद रहने खालको प्रोसेसहरू हुन्छ। सो एकचोटि यो चाहिँ हेर है, एप्लाइड केमिस्ट्री, किनकि यहाँदेखि क्वेसनहरू सजिलो सोधिरहेको हुन्छ। हाम्रो चाहिँ पेपर, पल्प, सिमेन्टहरूकै कुरा प्रायः जस्तो सोधिरहेको हुन्छ, पोलिमरको कुराहरू। सो यो चाहिँ एकचोटि हेर, 8 मार्क्सको लागि यो छोड्नु भएन। अनि अब इक्जामको प्याटर्न चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो चाहिँ एमसिक्यू 11वटा 1-1 मार्क्सको, त्यसरी चाहिँ हाम्रो चाहिँ 11 मार्क्स आएको हुन्छ। अनि एससिक्यू चाहिँ कतिवटा भन्दाखेरि हाम्रो चाहिँ 8वटा, कति 5-5 मार्क्सको, प्रत्येक इन्डिभिजुअल क्वेसनको चाहिँ कति 5 मार्क्स, 40 मार्क्सको हुन्छ यो चाहिँ। अनि त्यसपछि हाम्रो चाहिँ लङ एन्सर क्वेसन, यो चाहिँ कति भन्दाखेरि यो पनि 8 मार्क्सको, कतिवटा 3टा चाहिँ हाम्रो चाहिँ सोधेको हुन्छ। अनि त्यसपछि अनि कति मार्क्स भयो भन्दाखेरि 24, यसरी चाहिँ हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि मार्क्सको डिभिजन भएको हुन्छ। टोटलमा चाहिँ 75 मार्क्स। अब हेर, यहाँ हेर्दाखेरि यहाँ हेर त, अब तिमीलाई चाहिँ यहाँ पास हुनको लागि अथवा राम्रो स्कोर गर्न छ भने चाहिँ तिमीले चाहिँ सबभन्दा बढी फोकस केमा गर्नुपर्ने रहेछ भन्दाखेरि हाम्रो चाहिँ अर्ग्यानिक केमिस्ट्री। ओके, हाम्रो पालोमा त के थियो भन्दाखेरि यहाँ अर्ग्यानिक केमिस्ट्री मात्र गरे पनि पास हुनु भइन्छ भनेर चाहिँ थियो। अहिले पनि त्यस्तै छ है, ठिक छ। तिमीले चाहिँ जस्ट अर्ग्यानिक केमिस्ट्री मात्र मजाले गऱ्यो भनेपछि अरू दुइटा हेर्नै पर्दैन। यसको मतलब हेर्दै नहेर भने होइन, जस अर्ग्यानिकलाई चाहिँ अलिक मेन प्रायोरिटी देऊ। यदि तिमीलाई चाहिँ गुड स्कोर गर्न छ भने चाहिँ अरूलाई चाहिँ हेर, अर्ग्यानिकलाई चाहिँ पानी नै बनाऊ के, अर्ग्यानिकलाई पानी बनाऊ, पछि पनि तिमीलाई चाहिँ चाहिरहेको छ अर्ग्यानिकको। अनि अब चाहिँ जाऊँ, अब कुन चाहिँ के चाहिँ पढ्ने भन्ने कुरा। अब पहिलासम्म चाहिँ अर्ग्यानिक केमिस्ट्री भनिसकेको छु, अर्ग्यानिक केमिस्ट्रीदेखि सुरु गर्नुपर्छ, किनकि 33 मार्क्स भनेको धेरै मार्क्स हो, ठिक छ। पास गराउने, र्याङ्क बढाउने अथवा राम्रो स्कोर गराउने, A+ निकाल्ने भनेकै अर्ग्यानिकले गर्दाखेरि हो। सो हामी चाहिँ पहिलासम्म चाहिँ के छ भन्दाखेरि अलमोस्ट एउटा चाहिँ स्योर क्वेसन अथवा दुइटै स्योर क्वेसन आउन सक्छ है, ठिक छ। 5 मार्क्समा अथवा 3 मार्क्समा हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि सोधिरहेको हुन्छ कि अलमोस्ट स्योर हो कि 99% भनेर भन्छ नि, त्यो 99% मार्क्स भनेर त्यस्तै हो कि यो पनि अलमोस्ट एउटा स्योर। नत्र पनि हाम्रो के हुन्छ भन्दाखेरि दुइटै स्योर हुन्छ क्या। एउटा चाहिँ के छ भन्दाखेरि भिक्टर्स मेयर मेथड छ है, त्यसको लागि भन्दाखेरि हाम्रो चाहिँ प्राइमरी, सेकेन्डरी, टर्सरी अल्कोहल चाहिँ छुटाउनुको लागि चाहिँ यो युज हुने मेथड, यो चाहिँ अल्कोहलको च्याप्टरमा छ, त्यहाँदेखि हेर। अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि होपम्यान्स मेथड, त्यसको लागि भन्दाखेरि हाम्रो चाहिँ प्राइमरी, सेकेन्डरी, टर्सरी अमाइन्स छुटाउनुको लागि। यो दुइटादेखि एउटा क्वेसन चाहिँ फिक्स हो, एउटा क्वेसन चाहिँ फिक्सै हो कि, अथवा दुइटै पनि फिक्स हुनसक्छ। सो एउटा क्वेसन त फिक्स अथवा दुइटै फिक्स हुनसक्छ। सो के गर भन्दाखेरि यिन दुइटै चाहिँ हेरेर जाऊ,
हेरेर जाऊ, अहिले नै हेरिहाल, यो भिडियो पाउन साथ हेरिहाल क्या। बरु किताबमा हेर, उमा हेर होइन, के अरे क्वेसन ब्याङ्क छ भने चाहिँ क्वेसन ब्याङ्कमा हेर, युट्युबमा हेर, तर इन्डुटा चाहिँ हेरिहाल, किनकि इन्डुटामा एउटा फिक्स नत्र दुइटा फिक्सै हो है। अब चाहिँ त्यसपछि के गर्ने भन्दाखेरि नेम रियाक्सन है, ठिक छ। नेम रियाक्सनमा चाहिँ के हेर भन्दाखेरि सबभन्दा अगाडि चाहिँ धेरै रियाक्सनहरू छन् है, ठिक छ। पहिलासम्म एटलिस्ट यति चाहिँ हेरिहाल, अहिले भर्खरै हेरिहाल भाइ। उड्स रियाक्सन हेर, रोजनबर्न रिडक्सन रियाक्सन हेर, केनिजार रियाक्सन हेर, विलियमसन इथरिफिकेसन रियाक्सन हेर, अनि त्यसपछि हाम्रो चाहिँ के छ भन्दाखेरि स्टेरिफिकेसन रियाक्सन हेर, अल्डोल कन्डेन्सेसन रियाक्सन हेर, कार्बोलामाइल रियाक्सन हेर, राइमन्ड टर्माइन रियाक्सन हेर, अनि हाम्रो चाहिँ पर्किन्सन हाम्रो चाहिँ के भन्दा कन्डेन्सेसन रियाक्सन हेर, अनि हाम्रो चाहिँ क्लिमेन्सन्स पनि हेर है, क्लिमेन्सन्स रिडक्सन रियाक्सन योवाला रियाक्सन पनि हेर है, इम्पोर्टेन्ट हो। ओके, अनि अर्को चाहिँ के हेर भन्दाखेरि ग्रिग्नार्ड रिएजेन्ट है, ग्रिग्नार्डको रियाक्सनहरू चाहिँ हेर है, ठिक छ। ग्रिग्नार्ड रिएजेन्टको रियाक्सनहरू यति हेऱ्यो भने चाहिँ यहाँदेखि चाहिँ एटलिस्टमा 4-5वटा चाहिँ आइहाल्छ है, ठिक छ। यदि तिमीलाई चाहिँ कहाँदेखि हेर्ने नेम रियाक्सनहरू थाहा छैन भने चाहिँ एउटा दाइ हुनुहुन्छ उत्सव पौडेल भन्ने, उहाँले चाहिँ आफ्नो उत्सव पौडेल भनेर चाहिँ युट्युबमा सर्च होइन, उहाँले चाहिँ एकदम दामी तरिकाले पढाउनु भएको छ। उहाँकोदेखि हेऱ्यो भने लगभग त्यहाँदेखि नेम रियाक्सनहरू कुनै पनि छोड्दैन क्या। ओके, त्यसरी चाहिँ पढाउनु भएको छ। सो नेम रियाक्सन चाहिँ त्यहाँदेखि हेरिहाल, अहिले नै हेरिहाल, जाऊ बरु होइन। अनि त्यसपछि अब जाऊँ अरू चाहिँ के पढ्ने, टेस्ट रियाक्सनहरू है। जस्तो कि हाम्रो चाहिँ सिल्भर मिरर टेस्ट केले दिन्छ भनेर चाहिँ सोधिरहेको हुन्छ, सिल्भर मिरर टेस्ट। अनि त्यसपछि हाम्रो चाहिँ अर्को चाहिँ फेलिङ्स रिएजेन्ट टेस्ट, फेलिङ्स टेस्ट, यो यस्तो टेस्टहरू चाहिँ के गरेर थाहा पाऊ है, यो दुइटा चाहिँ हेरिहाल। अनि त्यसपछि आइडोफर्म टेस्ट, फेलिङ्स रिएजेन्ट टेस्ट तल लेखेर छु, 2,4-DNP टेस्ट हो, यी टेस्टहरू चाहिँ हेरिहाल, के को लागि हो, किन गरिन्छ, के छुट्याउँछ, कस्तो खाले कम्पाउन्डहरू छुट्याउँछ, अनि के छ इम्पोर्टेन्स, त्यो चाहिँ थाहा पाऊ है यिनीबाट। अनि त्यसपछि आयो ल्याबोरेटरी प्रिपरेसन, यो पनि प्रायः जस्तो सोधिरहेको हुन्छ। पहिला त के हुन्थ्यो भन्दाखेरि एउटा ल्याबोरेटरी क्वेसन 10 मार्क्सको आउँथ्यो, तर अहिले त के हुन्छ भन्दाखेरि सानो क्वेसनहरू चाहिँ ऊ भएर आएको हुन्छ। सो हाम्रो चाहिँ क्लोरोफर्मको प्रिपेरेसन हेर, फर्मिक एसिडको प्रिपेरेसन हेर, नाइट्रोबेन्जिनको प्रिपेरेसन हेर, एटलिस्टमा यिन 3टा चाहिँ हेर है। हाम्रो चाहिँ 3टा छ, यिन 3टा मात्रै प्रायः जस्तो त क्लोरोफर्मै सोधिरहेको हुन्छ, त्यही पनि 3टै चाहिँ हेरिरहेको है। अनि अर्को चाहिँ के छ भन्दाखेरि प्रिपेरेसन रियाक्सनहरू, डिडिटी कसरी बनाउने, अनि बिएचसी कसरी बनाउने, टिएनटी कसरी बनाउने, अनि पिक्रिन कसरी बनाउने, अनि पिक्रिक एसिड चाहिँ कसरी बनाउने, यो सबै चाहिँ हेरिरहेको है, ठिक छ। अनि त्यसपछि कन्भर्जन रियाक्सनहरू पनि हेर है। कन्भर्जन रियाक्सनमा के सोधेको हुन्छ भन्दाखेरि तिमीलाई चाहिँ 1 ब्रोमोप्रोपेनलाई चाहिँ 2 ब्रोमोप्रोपेनमा चाहिँ कसरी गर्ने, अथवा 2 ब्रोमोप्रोपेनलाई चाहिँ 1 ब्रोमोप्रोपेनमा चाहिँ कसरी लग्ने, अनि त्यही नै कुरा हो। अनि मिथेनमाइनलाई इथेनमाइन, अनि इथेनमाइनलाई चाहिँ फेरि मिथेनमाइनमा, प्रोपेनोललाई चाहिँ 2 प्रोपेनोलमा, अनि त्यसपछि 2 प्रोपेनोललाई चाहिँ प्रोपेनोलमा चाहिँ कसरी चेन्ज गर्ने, अनि त्यसपछि के अरे फेनोललाई मिथोक्सिबेन्जिनमा, अनि मिथोक्सिबेन्जिनलाई फेनोलमा चाहिँ कसरी चेन्ज गर्ने, इथोक्सी इथेनलाई मिथोक्सी इथेनमा चाहिँ कसरी चेन्ज गर्ने, मिथोक्सी इथेनलाई इथोक्सी इथेनमा कसरी चेन्ज गर्ने, फेनोललाई एजोडायमा चाहिँ कसरी चेन्ज गर्ने, एजोडायललाई चाहिँ फेनोलमा कसरी चेन्ज गर्ने, यो सबै चाहिँ के हेर भन्दाखेरि एकचोटि हेर है, ठिक छ। अनि अहिलेसम्म चाहिँ तिमीले चाहिँ पास्ट इयर क्वेसनहरू हेरेको छैन भने चाहिँ इट इज द नाइस टाइम है, पास्ट इयर क्वेसनहरू हेर। ओल्ड इज गोल्ड छैन भने चाहिँ किन, नत्र मैले एउटा चाहिँ के गरिदिन्छु भन्दाखेरि तिमीलाई चाहिँ पिडिएफ चाहिँ यहाँ लिङ्कमा राखिदिन्छु, त्यहाँदेखि गएर चाहिँ तिमीहरू चेक गर्न सक्छौ, त्यो पिडिएफ चाहिँ हेर ओल्ड इज गोल्डको हो कि, किनकि आउने भनेको तिमीलाई के हो भन्दाखेरि स्याम्पल क्वेसनहरू आउने हो। अनि पहिला पास्ट इयरमा चाहिँ कस्तो क्वेसन आएको छ, त्यही क्वेसनहरू चाहिँ के हुनु भन्दाखेरि लाइकली रिपिट हुने हो। सो फोकस अन देम के, किनकि तिमीलाई पास गराउने भनेको त्यही लिने हो। त्यही भएर चाहिँ ओल्ड इज गोल्ड चाहिँ पानी बनाइदेऊ क्या, जति सक्छौ त्यतिवटा सेट गर, क्वेसनहरू पास क्वेसनहरू सबै कुनै पनि नछोड क्या। अनि लास्टको 4-5 वर्षको चाहिँ एकदम हेर्थ्यौ। चाहिँ अब अर्ग्यानिकको पोर्सन सकेपछि अब चाहिँ हामी चाहिँ फिजिकल केमिस्ट्रीतिर है। फिजिकल केमिस्ट्रीमा पनि सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ हाम्रो चाहिँ कुन चाहिँ च्याप्टर छ भन्दाखेरि भोलोमेट्रिक एनालाइसिस, सबभन्दा बेसिक भनेकै पनि यही हो। अनि यहीँदेखि नै हाम्रो चाहिँ फिजिकल केमिस्ट्री बुझ्दै जान्छौँ। सो भोलोमेट्रिक एनालाइसिस इज मस्ट है। त्यसमा पनि हाम्रो चाहिँ के छ भन्दाखेरि टाइट्रेसनको है, टाइट्रेसनको न्युमेरिकल्सहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। यसको चाहिँ डिफिनेसन प्लस हाम्रो चाहिँ न्युमेरिकल्सहरू, जस्तो कि नर्मालिटीको डिफिनेसनहरू, अनि यसको चाहिँ न्युमेरिकल्सहरू, मोलारिटीको हाम्रो चाहिँ डिफिनेसन, अनि त्यसपछि हाम्रो चाहिँ यसको के न्युमेरिकल्सहरू, अनि एसिड बेस अथवा हाम्रो चाहिँ रिडक्स रियाक्सनमादेखि चाहिँ हाम्रो चाहिँ एटोमिक वर्डसँगको हाम्रो चाहिँ त्यो वाला न्युमेरिकलहरू छ नि, त्योले गराएछ होला आई होप। यो वाला न्युमेरिकल पनि एकदमै इम्पोर्टेन्ट छ है। अनि त्यसपछि हाम्रो चाहिँ प्राइमर र सेकेन्डरी स्ट्यान्डर्ड सब्सटेन्सेसहरूको बारेमा, तिनीहरूको डिफ्रेन्स बिट्विनहरू, यिनीहरू पनि के छ भन्दाखेरि एकदमै इम्पोर्टेन्ट छ है। सो यो फ्रिक्वेन्टली सोधिरहेको क्वेसनहरू चाहिँ मैले भनिरहेको छु है। सो द्याट यु विल बी मेनली फोकस्ड अन दिस थिङ्स। अरू चिज पनि इम्पोर्टेन्ट छ, बट मेनली चाहिँ यी कुराहरूमा चाहिँ के गर्नु पऱ्यो, तिमीले फोकस गर्नु पऱ्यो।
त्यसपछि अर्को चाहिँ च्याप्टर छ हाम्रो चाहिँ आयोनिक इक्विलिब्रियम। अब आयोनिक इक्विलिब्रियममा सबभन्दा पहिला चाहिँ हाम्रो चाहिँ पिएच क्यालकुलेसनवाला चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि न्युमेरिकल्सहरू चाहिँ त्योले हेर्नु पऱ्यो, पिएच कसरी क्यालकुलेट गर्ने, अनि त्यसपछि हाम्रो चाहिँ हाइड्रोजन आयनको कन्सन्ट्रेसन, त्यो फर्मुलाहरू के छ त्यो सबै थाहा पाउनु पऱ्यो। अनि अर्को चाहिँ के छ भन्दाखेरि ओस्टालको डाइल्युसनहरू छ, ठिक छ, के भन्छ, अनि त्यसपछि हाम्रो चाहिँ कसरी हुन्छ त्यो कुराहरू चाहिँ थाहा पाउनु पऱ्यो। अनि त्यसपछि अर्को चाहिँ कमनली सोध्ने न्युमेरिकल के हो भन्दाखेरि हाम्रो चाहिँ सोल्युबिलिटी प्रोडक्ट र कमन आयन इफेक्टदेखि त्यो चाहिँ सोधिरहेको हुन्छ। अनि अर्को चाहिँ के सोध्छ भन्दाखेरि सोल्युबिलिटी र हाम्रो चाहिँ सोल्युबिलिटी प्रोडक्टको चाहिँ के छ, के रिलेसन चाहिँ कस्तो छ भनेर चाहिँ त्यो न्युमेरिकल टाइपमा चाहिँ सोधेको हुन्छ। त्यसपछि अर्को च्याप्टर छ केमिकल काइनेटिक्स। केमिकल काइनेटिक्समा के थाहा पाउनु पऱ्यो भन्दाखेरि तिमीले चाहिँ रेड ल भनेको के हो, रेड लको डिफिनेसन, फर्मुला, अनि त्यसपछि फर्स्ट अर्डर र सेकेन्ड अर्डर रियाक्सनको डिफ्रेन्स, अनि यिनीहरूको चाहिँ फर्मुलाहरू सब थाहा पाउनु पऱ्यो है, ठिक छ। अनि जेनरली चाहिँ हामीलाई चाहिँ फर्स्ट र जिरो अर्डर रियाक्सनदेखि चाहिँ हामीले चाहिँ जेनरली न्युमेरिकल्सहरू सोधिरहेको हुन्छ। सो प्रायः जस्तो फोकस चाहिँ इन दुईवटामा राख है। अनि त्यसपछि हाम्रो चाहिँ अर्डर र मोलिकुलरिटीको बिचको चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि डिफ्रेन्सेसहरू चाहिँ त्योले थाहा पाउनु पऱ्यो। अनि त्यसपछि एटलिस्टमा चाहिँ यो भनेको के हो र कसरी थाहा पाइन्छ भनेर चाहिँ निकाल्नु पऱ्यो। अनि अर्को चाहिँ एरियसको कन्सेप्ट है, यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो, पछि पनि तिमीलाई चाहिँ चाहिन्छ। सो यो चाहिँ थाहा पाइरह। अनि त्यसपछि अरू चाहिँ के थाहा पाउनु पऱ्यो भन्दाखेरि तिमीले चाहिँ रेट कन्सटेन्ट, हाफ लाइफ र अर्डर अफ रियाक्सन है सबैको कसरी निकालिन्छ, के हो, यिनीहरूको डिफिनेसनहरू त्यो चाहिँ थाहा पाउनु पऱ्यो है। सो मैले तिमीलाई चाहिँ बेसिक लाइक इम्पोर्टेन्ट फ्रिक्वेन्टली सोधिराख्ने अथवा आइराख्ने टपिकहरू चाहिँ भनिरहेको छु है। डेप्थमा चाहिँ गएन, यति भ्यायो भने चाहिँ अरू पनि हेर, फर्स्ट एटलिस्टमा यति भ्याउ के तिमीलाई चाहिँ राम्रो मार्क्स आएछ भने चाहिँ यति भ्याउनै पर्छ, कन्सेप्टहरू बिल्डअप गर्नको लागि यति भ्याउनै पर्छ। सो अरू चाहिँ अब तिमीले यति भ्याएको छौ भने चाहिँ अरू चाहिँ थप्दै गर है, ओके। सो अर्को च्याप्टर छ हाम्रो चाहिँ थर्मोडाइनामिक्सको है। थर्मोडाइनामिक्समा सबभन्दा इम्पोर्टेन्ट चाहिँ के छ भन्दाखेरि यसलाई है, ठिक छ। अनि अर्को चाहिँ इन्थ्याल्पीको क्वेसनहरू, अझै यसमा चाहिँ न्युमेरिकल इन्थ्याल्पीको न्युमेरिकल्सहरू चाहिँ एकदमै सोधिरहेको हुन्छ। इन्थ्याल्पी अफ फर्मेसन, इन्थ्याल्पी अफ कम्बसनदेखि चाहिँ क्वेसनहरू सोधिरहेको हुन्छ। सो एकचोटि हेर यस ल भने के हो भनेर, ओके, त्यहाँ चाहिँ बुकमा छ, राम्रोसँग हेर। अनि धेरैचोटि कतिचोटि सोधेको छ, ओल्ड इज गोल्ड फल्टाएर हेर त एकचोटि। अनि त्यसपछि हाम्रो चाहिँ के छ भन्दाखेरि गिब्सको चाहिँ फ्री इनर्जी, गिब्स फ्री इनर्जी भनेको के हो, अनि त्यसपछि यसको फर्मुलाहरू, अनि इन्थ्याल्पी र इन्ट्रोपी भनेको के हो, अनि त्यसपछि यसको फर्मुलाहरू। अनि त्यसपछि हाम्रो चाहिँ के छ भन्दाखेरि स्पोन्टेनियस रियाक्सनमा के हुन्छ, नन स्पोन्टेनियस रियाक्सनमा के हुन्छ, त्योहरू कन्डिसनहरू पनि थाहा पायो। त्यो चाहिँ हामीलाई चाहिँ एमसिक्यूतिर पनि सोध्न सक्छ है, ठिक छ। अनि अरू चाहिँ के थाहा पायो भन्दाखेरि फर्स्ट ल अफ थर्मोडाइनामिक्स, अनि त्यसपछि इन्टरनल इनर्जी, यिनीहरूको फर्मुलाहरू पनि थाहा पायो, इन्टरनल इनर्जी अनि गिब्स फ्री इनर्जीको रिलेसनहरू चाहिँ के छ भनेर। अनि त्यसपछि इन्थ्याल्पी अफ न्युट्रलाइजेसनको बारेमा थाहा पाऊ, अनि बोन्ड इनर्जीको क्वेसनहरू तिनीहरू पनि थाहा पाऊ है, ठिक छ। अनि लास्टको टपिक चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ इलेक्ट्रोकेमिस्ट्री छ है, ठिक छ। हाम्रो चाहिँ इलेक्ट्रोकेमिस्ट्रीमा चाहिँ के थाहा पाऊ भन्दाखेरि सेलको इएमएफ र हाम्रो चाहिँ नन नेस्टको क्वेसन है, ठिक छ। एटलिस्टमा इन्ट्रोडक्ट थाहा पाऊ, अनि इएमएफ कसरी पत्ता लगाइन्छ त्योवाला ट्याक्कै थाहा पाउनुपर्छ है, त्योले चाहिन्छ। अनि त्यसपछि स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोडको बारेमा थाहा पाऊ, अनि त्यसपछि इलेक्ट्रोकेमिकल सिरिजको बारेमा थाहा पाऊ। एटलिस्टमा यति क्वेसन चाहिँ के गर भन्दाखेरि तिमीले चाहिँ एरियालाई अहिले नै हेर सक्छौ भने सबभन्दा अगाडि त अर्ग्यानिक भ्याउ, त्यसपछि हामी के गर भन्दाखेरि फिजिकल केमिस्ट्रीतिर जाऊ है, ठिक छ। अनि हाम्रो चाहिँ फाइनलीमा के बच्यो भन्दाखेरि इनअर्ग्यानिक केमिस्ट्री, ओके। इनअर्ग्यानिक केमिस्ट्रीमा चाहिँ धेरै याद गर्नुपर्ने कुरा नै हुन्छ। सो अलिकति हाम्रो चाहिँ मजाले के गर भन्दाखेरि युट्युबमा खोज, दाइहरूले पनि बनाइदिनुपर्छ, उत्सव दाइले पनि बनाइदिनुपर्छ, कतै भेट्दैन भने उत्सव पौडेल भनेर चाहिँ हान, केमा भन्दाखेरि हाम्रो चाहिँ युट्युबमा हान। अनि त्यसपछि त्यहाँ गएर चाहिँ सर्च गरेर चट्ट लगाएर हेर। अब के छ भन्दाखेरि हाम्रो चाहिँ इनअर्ग्यानिक केमिस्ट्रीमा हाम्रो चाहिँ ट्रान्जिसन मेटल्सहरू छ है, ठिक छ। ट्रान्जिसन मेटल्सहरूमा पनि यिनीहरूको क्यारेक्टरिस्टिक्स, अब क्यारेक्टरिस्टिक्समा पनि मेनली हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि डिडी ट्रान्जिसनहरू, अनि त्यसपछि कम्प्लेक्स कम्पाउन्डको कुराहरू, अनि त्यसपछि हाम्रो चाहिँ किन हाम्रो चाहिँ यो लाइक ट्रान्जिसन मेटलले चाहिँ कलर्ड कम्पाउन्ड चाहिँ किन फर्म गर्छ, यो वान अफ द फेभरेट क्वेसन हो, यो पहिल्यैदेखि आएर नै फेभरेट क्वेसन हो। सो यो आउन सक्छ है, ठिक छ। अनि अर्को चाहिँ प्याराम्याग्नेटिकहरू, अनि त्यसपछि हाम्रो चाहिँ भेरिएबल अक्सिडेसन स्टेटको कुराहरू, यो सबै चाहिँ के गर भन्दाखेरि थाहा पाऊ। अनि त्यसपछि कम्प्लेक्स कम्पाउन्डहरूको बारेमा, अनि यिनीहरूको नोमेनक्लेचर अनि आइसोमेरिजम यिनीहरूको पनि थाहा पाइरहेको है, ठिक छ। यो फ्रिक्वेन्टली सोधिरहेको हुन्छ। अनि त्यसपछि अर्को चाहिँ च्याप्टर छ हाम्रो चाहिँ हेभी मेटल्स है, मेटलर्जीको कुरा। अब हेभी मेटल्समा चाहिँ के सोध्छ भन्दाखेरि हाम्रो चाहिँ प्रायः जस्तो चाहिँ एक्सट्र्याक्सन प्रोसेसदेखि चाहिँ त्यसको चाहिँ जेनरल प्रिन्सिपल र केमिस्ट्री सोध्छ है। केसको भन्दाखेरि एक्सट्र्याक्सनको चाहिँ जेनरल प्रिन्सिपल लेख, अथवा एक्सट्र्याक्सनको चाहिँ के र केमिस्ट्री लेख भनेर सोधिरहेको हुन्छ है, ठिक छ। अनि त्यसमा पनि सबभन्दा इम्पोर्टेन्ट चाहिँ के छ भन्दाखेरि आइरनको है। आइरनमा पनि हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ ब्लास्ट फर्नेसको रियाक्सनहरू, अनि त्यसपछि ओपन हर्ट प्रोसेसहरू, ठिक छ। यो चाहिँ एकचोटि हेर,
हेर अनि सकेसम्म बुझिन्छ, बुझेन भने नि युट्युबमा झ्याट्ट हान अनि ब्लास्ट फर्नेस प्रोसेस भने के हो, अनि त्यसपछि हाम्रो चाहिँ ओपनर प्रोसेस भने के हो चट्ट हेर बुझिहाल्छौँ। अनि कपरको चाहिँ के छ भन्दाखेरि कपर पाइरेटदेखि कसरी चाहिँ रोस्टिङ हुन्छ, स्मेल्टिङ, अनि त्यसपछि बेसिमराइजेसन रियाक्सनहरू चाहिँ कसरी हुन्छ त्यसको बारेमा थाहा पाऊ, डिफिनेसन पनि थाहा पाऊ है, कहिलेकाहीँ डिफिनेसन नै सोधिदिन्छ सिधै 1 मार्क्समा। अनि त्यसपछि हाम्रो चाहिँ के छ भन्दाखेरि जिङ्कको कुरा, जिङ्क ब्लेडको रोस्टिङ, अनि त्यसपछि हाम्रो चाहिँ भर्टिकल रिटर्ड प्रोसेसहरू यिनीहरूको बारेमा पनि थाहा पाऊ है। अनि त्यति मात्र नभएर केमिस्ट्री हाम्रो चाहिँ जस्तो क्यालोमेलको, अनि कोर्सिभ सब्लिमेटको, बिल्युबिट्रोलको, व्हाइट बिट्रोलको चाहिँ के हो भन्दाखेरि हाम्रो चाहिँ केमिस्ट्री थाहा पाऊ है। ठिक छ, केमिस्ट्रीमा चाहिँ अब के गर्नु पऱ्यो भन्दाखेरि तिमीले चाहिँ प्रिपेरेसन र हाम्रो चाहिँ प्रोपर्टिजहरू चाहिँ थाहा पाउनु पऱ्यो है। ठिक छ, कि कसरी बनाइन्छ, अनि त्यसपछि हाम्रो चाहिँ यसको चाहिँ प्रिपेरेसन कसरी हुन्छ, यसको चाहिँ के अरे हाम्रो चाहिँ क्यारेक्टरिस्टिक्सहरू चाहिँ के हुन्छन् भनेर चाहिँ थाहा पाउनु पऱ्यो। अनि अर्को चाहिँ मैले अघि नै भनेको थिएँ एप्लाइड केमिस्ट्रीबाट चाहिँ के हुन्छ भन्दाखेरि एप्लाइड केमिस्ट्रीबाट चाहिँ हाम्रो चाहिँ 8 मार्क्स सोध्छ है। ठिक छ, 8 मार्क्समा अब तिमीले चाहिँ सबभन्दा अगाडि चाहिँ सिमेन्ट हेर, त्यसपछि हाम्रो चाहिँ पोलिमर्सहरू हेर, अनि त्यसपछि पल्प र पेपर हेर है। यो के अरे यति चारवटादेखि त प्रायः जसो आएको हुन्छ है। ठिक छ, यति चारवटा हेरेर तिम्रो चाहिँ लगभग 7-8 मार्क्स आइहाल्छ कि। कहिलेकाहीँ अब झुकेर चाहिँ न्युक्लियर केमिस्ट्री अथवा केमिस्ट्री इन सर्भिस अफ मेनकाइन्ड चाहिँ सोधेको हुन्छ। अब यो अलिअलि हेर, तर मेनली चाहिँ केलाई देऊ भन्दाखेरि सिमेन्टलाई देऊ, पल्पलाई देऊ, पेपरलाई देऊ, अनि त्यसपछि पोलिमरलाई देऊ। यी चारवटा च्याप्टर चाहिँ छोड्दैन छोड कि, यो चारवटा च्याप्टरदेखि 8 मार्क्स आइरहेछ क्या तिमीलाई। ठिक छ, अनि धेरै पनि सोध्दैन यो के पल्प कसरी बनाइन्छ, पेपर कसरी बनाइन्छ, यिनीहरूको बेसिक क्वेसनहरू सोधेको हुन्छ। त्यही भएर चाहिँ एकचोटि राम्रोसँग हेर। अनि मैले अघि नै पनि भने, अहिले पनि भन्छु, ओल्ड इज गोल्ड, पानी बनाऊ, किनकि पास्ट इयर क्वेसन जहाँ पनि सोध्ने भनेको पास्ट इयर क्वेसन हो कि। सो तिमीले चाहिँ हेर के सोध्या रहेछ, कस्तो क्वेसनहरू आएको रहेछ, कुन मोडलमा आउँदो रहेछ, अनि सकेसम्म कन्भर्जन रियाक्सनहरू अर्ग्यानिक चाहिँ छोड, सबभन्दा अगाडि अर्ग्यानिकै सक। अनि त्यसपछि ओल्ड इज गोल्ड, पानी बनाइदिएको स्याम्पल क्वेसनहरू, पास्ट इयर क्वेसनहरू, अनि त्यसपछि हाम्रो चाहिँ सबै क्वेसनहरू पानी बनाइदियो। बेस्ट अफ लक, राम्रोसँग पढ होइन। केमिस्ट्रीमा केही अप्ठ्यारो भइरहेको छ भने चाहिँ यु क्यान अलवेज कन्ट्याक्ट मी। म लिङ्कमा चाहिँ आफ्नो फेसबुक र इन्स्टा आइडी हालिदिइरहेको हुन्छु। एन्ड बेस्ट अफ लक एभ्रिवान, राम्रोसँग पढ। अब 14-15 दिन मात्र छ, राम्रोसँग ध्यान दिएर पढ, यताउता काम नगर। हेर यही नै हो तिम्रो, हेर, किनकि बोर्ड्स भनेको फेरि फेल भएर फेरि 2-4 महिना पछाडि दिन पाउँछ, तर त्योमा मजा आउँदैन नि। अहिले 15 दिन त हो भाइ यार, मजाले मिहिनेत गरेर पढ न है। अनि अब केही अप्ठ्यारो भने चाहिँ यु क्यान अलवेज कन्ट्याक्ट मी होइन। म जति बेला पनि तिमीलाई रिप्लाई ब्याक गर्ने ट्राई गर्छु। एन्ड लाइक, सेयर एन्ड सब्सक्राइब द च्यानल इफ यु डु लाइक द कन्टेन्ट, एन्ड कमेन्ट कि हाउ इज योर केमिस्ट्री प्रिपेरेसन गोइङ।